हेलो साथीहरू, फुटबल सम्बन्धी युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। मैले पछिल्लो भिडियोमा फिफा वर्ल्ड कप 2026मा कुन कुन देशहरू चयन भइसकेका छन्, कुन कुन देशहरू क्वालिफिकेसनको प्लेअफमा पुगेका छन् र कतिवटा देशहरू कुन कुन महादेशबाट क्वालिफाई भइसकेका छन्, यो सबै कुराको बारेमा जानकारी दिइसकेको थिएँ। यो भिडियो हेर्नुहुन्छ भने डिस्क्रिप्सनमा चेक गर्नु होला। यसको बारेमा मैले सबै पछिल्लो भिडियोमा बताएको छु। र 2026 फिफा वर्ल्ड कप मेक्सिको, क्यानाडा र युएसएमा हुन लागेको वर्ल्ड कपमा पछिल्लो समयहरूमा 32वटा टिमहरू सहभागी हुन्थे भने अहिलेको 2026को वर्ल्ड कपमा 48वटा टिमहरू सहभागी हुने भएका छन्, जसमा हजुरको 42वटा टिम अलरेडी क्वालिफाई भइसकेको छ भने 6वटा टिम चाहिँ क्वालिफाई हुन बाँकी छन्, जसको लागि क्वालिफिकेसन प्लेअफको लागि उनीहरू मार्च 26मा खेल्नेछन्। यो विषय मैले योभन्दा अगाडिको पछिल्लो भिडियोमा बताइसकेको छु। ती क्वालिफाई भएका 48वटा टिमहरूमध्ये युरोपबाट जम्मा 12वटा टिम गएका छन्, जसमा जर्मनी, स्विजरल्यान्ड, स्कटल्यान्ड, फ्रान्स, स्पेन, पोर्चुगल, नेदरल्यान्ड्स, अस्ट्रिया, नर्वे, बेल्जियम, इङ्ल्यान्ड र क्रोसिया गरेर जम्मा 12वटा टिम युरोपबाट गएका छन् भने साउथ अमेरिकाबाट अर्जेन्टिना, इक्वेडर, कोलम्बिया, उरुग्वे, ब्राजिल र पाराग्वे गरेर जम्मा 6वटा टिम गएका छन्। एटलान्टिक ओसियनबाट न्युजिल्यान्ड गएको छ भने नर्थ अमेरिकाबाट युएसए, मेक्सिको र क्यानाडा अलरेडी होस्ट टिम 3टा गइसकेको छ भने बाँकी 3वटा पानामा, कुरासाओ र हाइती गरेर जम्मा 6वटा देशहरू क्वालिफाई भइसकेका छन्। यसरी नर्थ अमेरिकाबाट 6वटा राष्ट्रहरू गएका छन् भने अफ्रिकाबाट इजिप्ट, सेनेगल, साउथ अफ्रिका, केप भर्दे, मोरक्को, आइभरी कोस्ट, अल्जेरिया, टुनिसिया र घाना गरेर जम्मा 9वटा देशहरू गएका छन्। र एसियाबाट साउथ कोरिया, जोर्डान, इरान, उज्बेकिस्तान, जापान, अस्ट्रेलिया, साउदी अरेबिया र कतार गरेर जम्मा 8वटा टिमहरू गरी जम्मा 42वटा टिमहरू क्वालिफाइड भइसकेका छन् भने 6वटा टिम क्वालिफिकेसन प्लेअफबाट आउनेछ। यसरी हरेक महादेशबाट क्वालिफाइड भएका 48वटा देशहरूलाई कसरी खेलाइन्छ, कसरी सेमी फाइनल, फाइनल, क्वार्टर फाइनलको चरणमा पुग्छन् भन्ने कुराको बारेमा मैले चर्चा गर्न गइरहेको छु। कृपया ध्यान दिएर सुनिदिनु होला। जम्मा एदेखि एलसम्म गरेर 12वटा ग्रुपहरूमा 4-4वटा टिम गरेर बाँडिएको हुन्छ। यहाँ भिडियोमा देख्न सक्नुहुन्छ हजुरले। यसरी एदेखि ग्रुप एलसम्म गरेर 4-4वटा देशलाई ग्रुपमा विभाजन गरिएको हुन्छ, जसमा मेक्सिको, क्यानाडा र युएसए अलरेडी क्वालिफाइड भइसकेको छ, किनभने उनीहरू होस्ट टिम हो। मैले कुरा जानकारी गरिसकेको छु हजुरलाई। विगतको वर्ल्ड कपहरूमा 32वटा टिम हुन्थे, जसमा प्रत्येक ग्रुपको टप 2 फिनिसरहरू सबैभन्दा बढी पोइन्ट ल्याएर फिनिस गरेर टप 2 फिनिसरहरू डाइरेक्ट राउन्ड अफ 16मा क्वालिफाई हुन्थे भने अहिलेको 2026को वर्ल्ड कपमा 48वटा टिमहरू विभाजन गरिएको छ, जसले गर्दाखेरि यसमा पनि एदेखि एल टिमको टप 2मा सबैभन्दा बढी पोइन्ट ल्याएर फिनिस गरेर दुईटा टिम 12 दुई 24वटा टिमहरू राउन्ड अफ 32मा क्वालिफाई हुन्छन्। यहाँ हजुरहरूले भिडियोमा देख्न सक्नुहुन्छ। यहाँ एदेखि एलसम्मका ग्रुपहरू 4-4वटा देश राष्ट्रहरू एउटा ग्रुपमा विभाजन हुने गर्दछन्। जम्मा 12वटा ग्रुपहरूमा यहाँ भिडियोमा देख्न सक्नुहुन्छ हजुरहरूले। 12वटा ग्रुपहरूमा टप 2 फिनिस गर्ने टिमहरू त जाने नै भयो, यो कुरा मैले बताइसकेको छु। अब बाँकी रहेको 8वटा टिम कसरी जान्छ राउन्ड अफ 32 पुग्नको लागि, यसको लागि ध्यान दिएर सुन्नु होला। 12वटा ग्रुपहरूमध्ये पहिलो र दोस्रो स्थानमा फिनिस गर्ने ग्रुपहरू गरी 24वटा टिम राउन्ड अफ 32मा त क्वालिफाई हुने भए। अब यहाँ भिडियोमा देख्न सक्नुहुन्छ हजुरले, बेस्ट थर्ड प्लेस टिम भनेर अर्को ग्रुपमा विभाजन गरिएको हुन्छ है, जसले चाहिँ थर्ड प्लेसमा बसेर सबैभन्दा बढी पोइन्ट ल्याउन सक्ने त्यो टिमहरू चाहिँ तपाईँको 12वटा ग्रुपमा विभाजन भएको हुन्छ भने त्यसमध्ये पनि टप 8मा पर्ने टिमहरू है, बेस्ट थर्ड प्लेस टिमको टप 8मा पर्ने 8वटा टिमहरू गरेर प्लस 24वटा टिम पहिलो र दोस्रो स्थानको 12वटा ग्रुपबाट गरेर जम्मा 32वटा टिम चाहिँ राउन्ड अफ 32को लागि जानेछन्। जम्मा बाँकी रहेको 32वटा टिमहरू बीच दुईवटा टिमलाई एकअर्कासँग भिडाइन्छ। त्यहाँबाट जसले हार्छ त्यो टिम वर्ल्ड कपबाट बाहिरिन्छ भने जसले जित्छ त्यो विनर टिम चाहिँ राउन्ड अफ 16को लागि चयन हुनेछ। विजेता भएका 16वटा टिमहरू जुन राउन्ड अफ 16मा गएका थिए, त्यो राउन्ड अफ 16मा गएको 16वटा टिमहरू फेरि एकअर्काको भिडाइन्छ र 8वटा विजेता टिमहरू क्वार्टर फाइनलमा क्वालिफाई हुनेछन्। क्वार्टर फाइनलमा प्रवेश गरेका 8वटा राष्ट्रहरू एकअर्का बीच भिड्नेछन्। हारेको 4वटा राष्ट्रहरू डाइरेक्ट आउट हुनेछन् भने विजेता 4वटा राष्ट्रहरू सेमी फाइनलमा प्रवेश गर्नेछन्। सेमी फाइनलमा प्रवेश गरेका 4वटा राष्ट्रहरू बीच एकअर्का बीच भिड्नेछन् र हारेको 2वटा राष्ट्र वर्ल्ड कपबाट बाहिरिनेछ भने 2वटा राष्ट्र फाइनलमा पुग्नेछ। फाइनलमा प्रवेश गरेका 2 राष्ट्रहरू बीच जुन राष्ट्रले जित्छ त्यो राष्ट्र 2026को विजेता घोषणा गरिनेछ भने रनर अप टिम दोस्रो स्थान
प्राप्त गर्नेछ र तेस्रो स्थानको लागि सेमी फाइनलमा हारेका 2वटा टिमहरू भिडाइनेछ। यसरी 2026मा हुन लागेको 48वटा देशहरू समावेश गरिएको वर्ल्ड कपको चरणहरू पुरा हुन्छ। साथीहरू, आजको वर्ल्ड कप सम्बन्धी भिडियो तपाईँलाई कस्तो लाग्यो र तपाईँ कुन देशलाई सपोर्ट गर्नुहुन्छ, कुन देशले वर्ल्ड कप 2026को वर्ल्ड कप उठाओस् भन्ने चाहनुहुन्छ, प्लिज कमेन्ट बक्समा लेख्न नभुल्नु होला। फेरि पनि यस्तै फुटबल सम्बन्धी भिडियो हेर्नको लागि लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नु होला। धन्यवाद।